नमस्कार। यहाँहरूलाई स्वागत छ मेरो च्यानलमा। आज म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु। के तपाईँ जीवनमा साँच्चै जित्न चाहनुहुन्छ कि केवल अरूले जितेको हेरेर बस्न चाहनुहुन्छ? याद राख्नुहोस्, जीवन हेर्नेहरूको लागि होइन, लड्नेहरूको लागि हो। सत्य के हो भने सपना देख्न सजिलो छ, तर सपना पूरा गर्न रातको निन्द्रा त्याग्नुपर्छ। तपाईले कति पटक सोच्नुभयो म केही ठुलो गर्छु, तर फेरि मोबाइल चलाउँदै दिन बिताउनु भयो, तर सुरु नै गर्नु भएन। सुन्नुहोस्, सफल मान्छेहरू तपाईभन्दा फरक छैनन्। उनीहरू पनि थाक्छन्, उनीहरू पनि डराउँछन्, तर फरक यति हो, उनीहरू बहाना बनाउँदैनन्। जब तपाईँ बहाना बनाउनुहुन्छ, तब तपाईँ आफ्नो भविष्यलाई कमजोर बनाउँदै हुनुहुन्छ। म तपाईलाई एउटा कुरा भन्छु, तपाईभित्र आगो छ, तर समस्या यो हो तपाईले अरूको कुराले त्यो आगो निभाउन दिनुभएको छ। कसैले भन्यो होला तिमी सक्दैनौ, यो तिम्रो बसको कुरा होइन, र तपाईले त्यसलाई विश्वास गर्नुभयो। अब आजदेखि कसैको शब्द होइन, आफ्नो विश्वासलाई सुन्नुहोस्। यदि तपाईँ सानो ठाउँबाट आउनुभएको छ भने त्यो तपाईको कमजोरी होइन, त्यो तपाईको शक्ति हो। यदि तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने यो अन्त्य होइन, यो त जीवनको तयारी हो। याद राख्नुहोस्, हिरा चट्टानको दबावमा बनेको हुन्छ, त्यस्तै सफलता सङ्घर्षमा मात्र जन्मिन्छ। आज म तपाईलाई चुनौती दिन चाहन्छु। आजैबाट काम सुरु गर्नुहोस्। सानो भए पनि सुरुवात गर्नुहोस्। जस्तै जिम जान चाहनुहुन्छ, आज 20 पुसअप गर्नुहोस्। बिजनेस सुरु गर्न चाहनुहुन्छ, आजै प्लान लेख्नुहोस्। युट्युब सुरु गर्न चाहनुहुन्छ, आज पहिलो भिडियो बनाउनुहोस्। पर्फेक्ट समय कहिले आउँदैन, तपाईले समयलाई पर्फेक्ट बनाउनुपर्छ। पाँच वर्षपछि 2 प्रकारका मानिस हुनेछन्। एक जसले काश भन्दछन् र अर्को जसले धन्यवाद भन्दछन्। तपाईँ कुन बन्न चाहनुहुन्छ? त्यसैले उठ्नुहोस्, लड्नुहोस्, तर हार नमान्नुहोस्, किनकि संसारले तपाईको बहाना होइन, तपाईको परिणाम हेर्छ र परिणामलाई हेर्न चाहन्छ।